टिप्नुभन्दा अगाडि एउटा भिडियो बनाउनु मन लाग्यो। कति राम्रो छ साग, के पुगेन होला, यिनै बोट सँगै लगाएको हुन्। यो चाहिँ अलिकति आउन थालेको छ भने यो चाहिँ फेरि असाध्यै राम्रो छ। यो अस्ति यिनीहरूले प्लास्टर गर्न थालेछन्, घर सबै सिमेन्टी लगाइदिएका छन्। साथसाथै भ्यागुते फुल पनि अब टन्नै फुलेको छ, उम्रिएको छ। यिनलाई सार्नुपर्छ। 2टा बोट काउली छन् भने अर्कोपट्टि पनि मेरो साग देखाइहाल्छु। राम्रो छ क्या, छतमा आएर बसिरहन मन लाग्छ। त्यतापट्टि प्याज खुर्सानी, पुरानो खुर्सानीको बोटमा लगाइदिएको थिएँ वरिपरि। खुर्सानीको बोट बिचमा छँदैछ। त्यसपछि अहिले चाहिँ मैले एउटाको ल्याउँदाखेरि जुम गरिदिएको है। यस्ता बोट साग टिप्नलाई असाध्यै आनन्द आउँछ। हेर न, बट्टारिएको बोट कत्रो छ। ठाउँ नभएर मैले यो बोटमा 4-5वटै रोपिदिएको छु। मल भएको हुनाले राम्रै पनि भएर आएको छ। फेरि यो बोट चाहिँ, यो बोट त झन् अब कत्रा फर्किएका कान भन्छन् नि। सिमेन्टी चाहिँ अब पुरै सिमेन्टी बनाइदिएछन् यिनीहरूले। यो घर बनाउँदाखेरि हैरान बनाए, कहिले सक्छन् जस्तो भइसक्यो। पटक्क भाँचिया छ। यसरी सिमेन्टी छ यिनीहरूले प्लास्टर गरेका घर। के गर्ने अब, धेरै भन्न पनि नहुने छिमेकी भएर बसिसकेपछि घरबेटी बस्दैनन्, काम गरेले मतलब हुँदैन। घरबेटी आएर बस्दिनु, यसो नगर उसो नगरिदियो भाइ, अर्कालाई गाह्रो हुन्छ भनिदियो हुने। यो घरबेटी आउँदैनन् धेरै। साह्रै राम्रो छ हो कालो साग। यो कालो साग अब म तल्लो उसमा आइसकेँ, जहाँ हाम्रो किचन भएको ठाउँ छ नि, यहाँ आइसकेँ भने मैले माथिबाट टिपेर लिएर आएको चाहिँ 1 मुठी छ के।